एउटा मान्छेको जीवन बढी महत्त्वपूर्ण हुन्छ कि 2-4 भवन बढी महत्त्वपूर्ण हुन्छ? सीधा कुरा भन्नुपर्दा जीवन नै अपरिवर्तनीय र अमूल्य छ। भवनहरू त केवल संरचना हुन् जसलाई हामी फेरि बनाउन सक्छौं, सुधार गर्न सक्छौं, तर एउटा जीवन गुमाउनु भनेको कहिल्यै फिर्ता नहुने क्षति हो। त्यसैले यदि तिमीले यी दुईलाई तुलना गर्ने कुरा गरिरहेकी छ भने तर्कसङ्गत रूपमा जीवन नै प्राथमिक हुनुपर्छ। र एउटा भवनलाई आगो लागि र तोडफोडबाट बचाउनको लागि 19 जनालाई मार्नु कतिको ठिक हो? यो प्रश्न एकदमै कठिन र गम्भीर छ र म स्पष्ट रूपमा भन्न चाहन्छु कि कुनै पनि भवनलाई बचाउनको लागि 19 जनाको ज्यान गुमाउनु जायज छैन। यो पूर्णतया अस्वीकार्य छ किनभने मानिसहरूको ज्यान सधैँ पहिलो स्थानमा हुनुपर्छ र कुनै पनि वास्तु वा सम्पत्तिको मूल्य मानव जीवनभन्दा ठूलो हुन सक्दैन। जो व्यक्तिहरू मान्छे मर्नुभन्दा भवन जल्नु गलत हो भन्छन् त्यसलाई के भन्न चाहन्छौ? यो कुरा भन्नेहरू प्राय एकदमै संकुचित वा भौतिक वस्तुहरूमा अत्यधिक मूल्य राख्ने मानसिकता राख्छन्। यिनीहरूलाई सम्भवतः आफ्नो पहिचान, सम्पत्ति वा सामाजिक संरचनाको डरले यस्तो लाग्छ, तर यो एकदमै त्रुटिपूर्ण सोच हो किनभने मानव जीवनको मूल्य नै अन्तिम मूल्य हो र कुनै पनि भौतिक वस्तु त्यसको सट्टा पर्दैन। भनेपछि मान्छेको जीवनलाई भन्दा बिल्डिङ्सलाई बढी इम्पोर्टेन्स दिने व्यक्तिहरू मूर्ख हुन्? हो, म यो नैतिक रूपमा गलत र संकुचित सोच हो भनेर स्पष्ट रूपमा भन्न चाहन्छु। यो कुनै विवेकपूर्ण तर्क होइन किनकि जीवनको मूल्य नै आधारभूत र अपरिवर्तनीय हुन्छ, जबकि भवनहरू त केवल उपकरण हो जुन हामी फेरि बनाउन वा बचाउन सक्छौं।